10 जना पुलिसलाई फाँसीको सजाय सुनाएको छ इन्डियामा। यो एकदमै रियरमा पनि रियर केस हो। कोरोनाको बेलामा जब लकडाउन भयो तब पुलिसले निकै आतंक मचाएका थिए, चाहे त्यो नेपालमा होस् या इन्डियामा। त्यस समयमा एउटा समय तोकिएको थियो कि एउटा सर्टेन टाइमसम्म पब्लिक डिस्टेन्स राखेर आफ्नो व्यापार गर्न पाइन्छ वा पसल चलाउन पाइन्छ भनेर। तब दुई बाउ छोराले आफ्नो मोबाइल पसल अलिकति अबेरसम्म खोल्छन्। उनीहरूको दोष नै यति थियो कि अलिकति अबेर समयसम्म आफ्नो मोबाइल पसल खोल्छन्। तब पुलिस आउँछन्, उनीहरूलाई जिपमा हाल्छन् र थाना लैजान्छन्। त्यसपछि ती दुई बाउ छोरा कहिले घर फर्केर आउन पाएनन्। उनीहरूले थानामा लगेर 3rd डिग्री चार्ज गर्छन्। उनीहरूले यति कुट्छन् कि त्यहाँको एउटा कन्स्टेबलको भनाइअनुसार प्रहरीले पटक पटक आफ्नो धोती परिवर्तन गरिरहेका थिए रगतले भिजेर। उनीहरूले रातभरि बाउ छोरालाई कुट्छन्, त्यसपछि घर फर्काउँदैनन्। त्यसलाई बढाइ चढाइ गरेर उनीहरूलाई जेलमा पठाउँछन्। अनि उनीहरू बिरामी भएपछि अस्पताल लैजान्छन्। अस्पतालमा पनि पुलिस र डाक्टर बीच राम्रो सम्बन्ध भएका कारणले केही पनि भएको छैन भनेर डाक्टरले फेरि जेलमा नै पठाउँछ। त्यसपछि पहिला छोराको अनि भोलिपल्ट बाउको पालैपालो निधन हुन्छ। यो केसको फैसला निकै लामो समयपछि भएको छ, तर पीडितले न्याय पाएका छन्।